हाम्रो जिङ्गो ग्रुप हाई साथीहरू, आज चाहिँ हाम्रो भ्लग चाहिँ म थाल्दैछु। हाम्रो जिङ्गो भ्लग चाहिँ अन्त आज चाहिँ हाम्रो पप्पु अङ्कलले चाहिँ तपाईँहरूलाई एउटा जोक सुनाइरहेको छ। सुन्नुहोस् है साथीहरू। ल अब मेरो जोक सुन्दै जानुहोस् है तपाईँहरूले। ओ माई गड, उहिले चाहिँ तीनजना बाजेहरू थिए अरे कि त्यो बाजेहरूको चाहिँ तिमीहरूको जस्तै सानसानोदेखि नै एकदम इन्टु फ्रेन्ड आएर तिनीहरू चाहिँ ओभर इन्टु फ्रेन्ड तीनजना बाजे चाहिँ। अन्त त्यो तीनजना बाजे चाहिँ पुरा पैसावाल थिए अरे हो। हजुर। तर नम्बर 1 कन्जुस थिए अरे तिनैजना बाजे। अन्त एक दिन त केटा हो घुम्नु हिँड भने चाहिँ बजार ल्याएको अरे घुम्नु कि। अन्त बजार घुम्दै जाँदै त्यो तीनजना बाजेलाई चाहिँ डरलाग्दो भोक लागेछ अरे हो। अन्त भोक लाग्दा खालि चाहिँ अब तिनीहरूलाई खानु त मन लाग्यो, तर तिनैजना कन्जुस अब बाजेहरू होइन, पैसा कसले खर्च गर्ने त्यो भनेर चाहिँ यसो घुम्दै जाँदा चाहिँ एउटा रेस्टुरेन्टमा चाहिँ लेखेको रहेछ, आउनुहोस् आउनुहोस् बाजेहरू भरपेट खाएर जानुहोस्, तपाईँहरूले खाएको तपाईँको नातिहरूले तिर्छ भनेर भनेको रहेछ अरे हो। म त एउटा बाजेले त त्यो देखेछ अरे अब। अन्त ए बुढो उहाँहरू त के लेखेको छ यो रेस्टुरेन्टको बोर्डमा भनेर त चट्टै हेऱ्यो अरे कि। त्यहाँ गएर म्यानेजरलाई सोध्यो अरे नि त हो। अन्त म्यानेजरलाई सोद्धा त म्यानेजरले भन्यो अरे हजुर हजुर बाजेहरू तपाईँहरू भरपेट खाएर जानुहोस्, भोलि तपाईँको नातिहरूले तिर्छ आएर भन्यो अरे नि त हो। तिनवटा बाजेले डङ्की डङ खाएर जम्के खाऊ कुछ बनके दिखाऊ भन्दै खायो अरे नि त हो। त्यहाँबाट त चट्टै खाइसक्यो, ढ्याउ पनि गऱ्यो अरे क्या। त्यहाँबाट चाहिँ ढ्याउ गरेर चाहिँ क्या के अरे निस्किन आँटेको थियो कि भयो त। म्यानेजरले चाहिँ बाजे खोइ तपाईँको बिल भन्यो अरे। साला अहिले भर्खर तैँले भनेको होइन बाजेले खाएको नातिले तिर्ने भनेर, अब हामीले खाएर गयो पछि हाम्रो नाति आएर तिर्छ भन्यो अरे कि। त्यो कुरा त ठिकै हो, बाजे तपाईँहरूले खाएको तपाईँको नातिले तिर्छ, तर तपाईँको बाजेले खाएको चाहिँ कसले तिर्छ भन्यो अरे। धन्यवाद।